हेरो केटी हो तिमीले आफै आफूलाई एकदम इन्टेलिजेन्ट एकदम ट्यालेन्ट सम्झिन्छौ हैन लास्टै ट्यालेन्ट म त टप म्याथको त एकदम म टप हो नि त ट्यालेन्ट हो सोध्नु त खै तँलाई सोध्छु पहिला ल एउटा केटीको उमेर 17 वर्ष थियो भने उसको बाउको नाम चाहिँ के थियो किसान के क्वेशन हो आउन त्यसै क्वेशन हो अरे तपाईलाई सोध्छु एउटा गाडी 100 किलोमिटर हिँड्छ भने अर्को गाडी 50 किलोमिटर हुँदा कति जना प्यासेन्जर बोकेर हिँड्छ कस्तो क्वेशन हो यो आउन भन् न त्यतिकै म्याथको ट्यालेन्ट टप स्टुडेन्ट रे आज यस्ता मलाई सोध्छु अर्को क्वेशन ल एउटा केटी उमेर 17 वर्ष थियो भने उसको आमाले चाहिँ के काम गर्थ्यो के क्वेशन हो उल्टो उल्टो क्वेशन सोचे यस्तो पनि क्वेशन हो जा आउन न भन् न बरु सिधै आउन न भन् के अनि आउनी साउनी हैन यतिकै इन्टेलिजेन्ट एउटा क्वेशन सोध्छु ल एउटा मान्छे चन्द्रमामा बसेर चिया पिइरहेको सिसाको कपमा खायो सिसाको कप हो के तेरो मामाले लगेको चन्द्रमामा खाइदिन्छ अनि चन्द्रमामा चाहिँ तेरो मामाले गरेर चिया पकाएको थियो दिदी ए मोबाइल पैसा राख्नुहुन्छ र राखिदिन्छु नि लिन 50 रुपैयाँ राखिदिनु न के हो रे तरमा एउटा गेम खेलौँ है ल हान्ने काम विशेष गरी जसले हान्छ नि उसले आवाज निकालेन भने उसले जित्छ जसले आया भन्ने आवाज निकाल्छ नि ऊ हार्छ ल जित्नेले चाहिँ 50 रुपैयाँ पाउने ल ल मेरो टर्न है पहिला सुरुमा ल No, no, no. मेरो बाली जानलाई किन पैसा चाहियो र हामी बिना पैसा घुम्छौँ है मजाले कसरी No, 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 दिदी तपाईलाई म एउटा क्वेशन सोध्छु है तपाईले सही उत्तर दिनुभयो भने म तपाईलाई 1000 रुपैयाँ दिन्छु तपाईले गलत उत्तर दिनुभयो भने मलाई 50 रुपैयाँ दिनुपर्छ सधैँ No, 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 no. बाहिरबाट बाबु आएर छोरालाई एक मुक्का हान्यो है तर रक्सी पनि पिए बाबुले भन्ने छोराले Oh, he tried it. हेलो बहिनी मैले त ब्याङ्क किने ब्याङ्क No, 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 no. मैले पावर ब्याङ्क किने